दामी देखेको वाउ। हेलो एभ्रिवान, लास्ट फ्यापुला वेलकम ब्याक टु द न्यू ब्लग साथीहरू। म चाहिँ अहिले यहाँनिर जान लागेको कलेज होइन साथीहरू। फाइनल्ली आज त हाम्रो लास्ट फाइनल्ली आज चाहिँ हाम्रो एक्जाम सकिन्छ होइन साथीहरू। 12 को कति धेरै सुकुन आइरहेछ भने नि एक्जामको बेला यस्तो यहाँ बेचेन भएर यहाँ मजाले बाँच्नु पनि पाएको थिइनँ म यहाँनिर एक्जामको टेन्सनले। अनि फाइनल्ली आज सकिन्छ, टेन्सन पनि क्लास हुन्छ साथीहरू। फाइनल्ली आज हाम्रो लास्ट दिन होइन, आज बिजनेसको एक्जाम छ। अनि त्यहाँदेखि त हाम्रो सकिन्छ, छुट्टी नै छुट्टी छ, मोज हुन्छ होइन। अनि अहिले चाहिँ यहाँ जान लागेको म कलेज एक्जाम दिनुको लागि। अहिले अटो आउँछ, यहाँ अटोलाई पर्खिरहेको होइन। म चाहिँ यहाँ रेडी भएर अनि भ्लग पनि बनाइदिएको क्या। आज लास्ट दिन हो नि त एक्जामको। अनि यसो भ्लग बनाउन, भ्लग नबनाएको कति भयो तपाईँहरूले मलाई बिर्सिनु त भएको छैन साथीहरू। कति समयपछि मैले बनाउँदैछु क्या भ्लग, बनाएको छुइनँ। एक्जामको तनावले गर्दा भ्लग बनाउनु त मैले बिर्सिनै सकेछु साथीहरू। त्यही भएर आज चाहिँ अन्तिम दिन हो, आज चाहिँ बनाऊँ न भनेर बनाउँदैछु होइन साथीहरू। आज चाहिँ यहाँनिर म खुसी छु क्या एक्जाम सकिन्छ भनेर। यो हाम्रो चाहिँ आज यस्तो हुँदैछ, हामी चाहिँ यहाँनिर स्कुलमा पढ्नु छोडेर यहाँ भ्लग बनाउँदैछौँ होइन। छोटो नहाल्नु भयो। हामी चाहिँ यहाँ कलेज हिँड्नु भयो। हामी चाहिँ यहाँ कलेज तिमीहरू फोटो खिच्यौँ कि हामी चाहिँ यहाँ कलेज आइरहेको छौँ एक्जाम दिन छोडेर यहाँनिर यस्तो डुल्दैछौँ। यहाँ कलेज चाहिँ हाम्रो यहाँनिर यस्तो छ होइन, यहाँनिर उयसमा छौँ होइन। अनि यस्तै चलिरहेको मेरो यहाँ टिकै झरेर कस्तो भइसक्यो होइन साथी हो। अब यस्तै छ आज अन्तिम दिन साथी हो। हामी चाहिँ एक्जाम दिएर अहिले घर फर्किँदैछौँ होइन। आज एक्जाम त नि यस्तो भयो नि, सरले मेरो चिट खोजेर मलाई यस्तो तनाव भयो। तपाईँ परेको थियो होइन, म त फेल हुन्छ होला चिटको भरमा गएको, चिटै खोज्थ्यो अब के पास हुन्छ होला र। अनि पूर्णमा के भयो तिम्रो छिटो भन न, देखाऊ भनेको होइन साले कुकुर यहाँ हाम्रो भन न तिम्रो के आज एक्जाम कस्तो भयो? गुनासो धेरै छ साथीहरुले। पास हुन्छ कि हुँदैन आजको एक्जाममा? म खोइ कस्तो हुन्छ अब रिजल्ट आएर। आज के थियो तिम्रो एक्जाम भन्देऊ न? मेरो आज के को थियो? जनसङ्ख्या। अनि चन्द्र तिमी आज पास हुन्छ कि हुँदैन भन त? ए त्यो यिनीहरू त ओइ छाता त्यो एउटा हो यहाँ मलाई साथी हो। हामी चाहिँ म फेरि एक्जाम दिन आउँछु, टेन्सन नगर्नु होला। एक्जाम 3टा लाग्यो भने चाहिँ 3टा त लाग्दैन होला। हामी चाहिँ आज लास्ट दिन भनेर हिँड्दै गएको होइन साथीहरू। यस्तो घाम लागेको छ भने मरिन्छ होला। चाहिँ रहेको छ पिङ रोटे पिङ जस्तै होइन। यहाँ चाहिँ हामी आज अन्तिम दिन खेल्नुपर्छ। अस्ति फर्स्ट दिनदेखि लेखेको होइन खेल्ने भनेको, अन्तिम दिन यहाँ हेर्नु नि यस्तो छ। ओइ म त लड्छु होला, डर लाग्यो यस्तोमा हामी खेल्नु लागिरहेको छौँ होइन। ओ चढ्नु चढाइदेऊ न मलाई। यहाँ चाहिँ हाम्रो साथीहरू पिङ खेल्नको लागि आउनु भएको छ। म बस्छु क्या यहाँ। चन्द्रु ए चन्द्रु तिमी चाहिँ कहाँ बस्छौ? मलाई चाहिँ ए यिनीहरू त बसै दिँदैन यहाँ हेर्नु होला यिनीहरूको चट्टा। मलाई बस्नु देऊ न, म चाहिँ नबस्छु ल। यहाँ हेर्नु होला ल। हामीलाई चाहिँ बस्नु नदिने यिनीहरू के भएको? उयो यता तल झार्न नि त्यहाँ बस्ने। यहाँ हेर्नु होला साथीहरू, यहाँ चाहिँ हामी पिङको यिनीहरू हल्लाउनु नसकि हल्लाइदिन्छ। हावाको तलमा बल छैन, खुब हल्लाउने अरे क्या यिनीहरू। साथी म त सक्दिनँ यस्तो हल्लाउनु। कति हाँस्नु। ओइ छ्या 2जना मात्रै खेल्ने हो, हामी चाहिँ नखेल्नु। हल्लाउनै सकिनँ मैले ल। गडलु लु पक्ड लु रेजिना लु छिटो लु पक्ड छिटो लु। तान न यार यस्तो नजिक यिनीहरूको यहाँ चटक हेर्नु न, पिङको उयो गर्नु नसकेन। उता एउटा मान्छे चाहिँ मर्नु आँटिसक्यो यहाँ। यो पुनामा यो पिङमा चढ्नु सकेको छैन यहाँ। हमारे यहाँ ऐसा ही होता है। छिटो चढ न।
तानाइ गरेर कस्तो ओइ बता न भयो यहाँ हेर्नु होला दुईजना हामीलाई खेल्नै दिँदैन वाउ ओइ हामी चाहिँ नखेल्नु ल वाउ कस्तो रमाइलो हुँदो रहेछ बिस्तारै होला है हलाउँछ तल एकछिन मजा आयो तिमीलाई डर लागिसक्यो मलाई त यहाँ म त डर लागेको छैन है ओइ होला देऊ त पूर्णमाया मजा आइरहेछ साथी हेर्नु न कोही छैन यहाँनिर हामीलाई पूर्णमायाले हल्लाइदिँदैछ यस्तो छ बाटो बनाएर छिटो हलाउ न अब एकपल्ट खै रिङ्गट चल्यो यार मलाई कस्तो डर माता रानी पूर्णमाया कति टाढातिर फेरि एकपल्ट जाओस् न आयो रिङ्गट चलाऊ म त हेर्दिनँ अलिक मजाले मलाई त यहाँ डर लागिसक्यो के को डर हौ यति हल्यो वाउ आनन्द खुसी भएर एकछिन अब एक्जामको स्टोर चाहिँ हल्का फ्री हुनु पर्यो नि त मलाई त डर लागिसक्यो नि त खोइ हल्लाइदेऊ मजाले हल्लाइदिँदै हुनुहुन्छ हामीले ए यो खेल्दा यस्तो रोटेपिङ खेल्दा कस्तो बुद्ध कलेक्सनमा आएको छ यहाँ कस्तो दामी छिमेकीहरू वाउ यहाँ आउनु होला हजुर पनि यहाँ केराबारी चोकदेखि यता पर्छ होइन यहाँ सामानहरू यस्तो उयो यता हेर्नु आउन हेर्नु त पाइन्छ होला नि यहाँ चाहिँ टिकाहरू रहेछ होइन वाउ यहाँ हेर्नु वाउ झुम्काहरू कस्तो दामी उयो लाउँदा मेरो भिडियो बनाइदियो सुकुमले तँलाई झुम्का लिइदिएको थियो होइन पे गरेको थिइनँ नि यो त मलाई कस्तो लाउनु लाग्छ मलाई नि यता 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 आउनु भगवान् यसो हेर्नु पर्यो भने तिम्रो बोयफ्रेन्डलाई किन्नु लगाइदेऊ न बोयफ्रेन्डलाई पूर्णमा किनि नै दिँदैनौ छैन के गर्नु आफै किन्नु पर्यो है हामी त यता आउनु यहाँ दामी दामी सजाउने सानो यस्तोहरू वाउ यहाँ सेट चुराहरू पनि रहेको रहेछ यता चाहिँ यस्तो दामी यहाँ चाहिँ खतरा खतरा रहेछ साथीहरू हेर्नु होला के किन्ने यहीँ बस्नु म अरू के छ यहाँनिर चाहिँ चुराहरू चाहिँ यस्तो यस्तो रहेको रहेछ वाउ यहाँ ब्युटिफुल अब यता खोइ यहाँ ऐनामा हेरौँ हालत यस्तो हेर्नु स्कुल लुगामा हामी डुलेको छौँ आज घर चाहिँ 5 बजी पुग्नु होला होइन यहाँ पसलै पछि छिरेको छौँ कि हामी साथी हो के किन्नु हौ पैसा भए पो किन्नु हौ गरिबको पैसा लिएर आएको यहाँ पाउने हो यस्तो चिम्की यहाँ चाहिँ छान्दैछ हाम्रा साथीहरूले किन्नुको लागि होइन हाम्रो केराबारीको भ्यू हेर्नु होला यहाँ डाँडादेखि म चाहिँ यता यहाँ डाँडा बजार राख्ने ठाउँमा बसेर भ्यू देखाउँछु क्या तपाईँलाई यहाँ हेर्नु नि कस्तो देखेको चलक्क घाम लागेको यहाँ पुल हेर्नु होला डाँडा काँडा चाहिँ फाइनली यहाँ हेर्नु होला वाउ यही हेर्नुको लागि हामी यस्तो मिहिनेत गरेर हिँडेर आएको होइन यहाँ हेर्नु नि कस्तो दामी देखेको वाउ यता यता फुलिरह कस्तो नजिकै रहेन हौ म त झन् यसो टिप्दिम हल्का छौँ भने त टिपिसक्दिनँ क्या हो त नि कस्तो टाढो रहेछ यहाँ हेर्नु नि
दामी छ कि छैन हजुरहरू पनि आउनु होला यदि तपाईँहरूलाई यहाँनिर फोटो खिच्नु मन छ भने यहाँ फोटोसुट रहेछ हाम्रो मित्रको यस्तो यहाँ पर चाहिँ के हो आँप झारेछ साथी बिरक्ता छ यहाँ पनि भुइँमा यत्तिकै झरेको थियो हौ दामी फुल यस्तो यहाँ चरक्क घाम लागेकोमा यस्तो खोला घारी हिँड्नुपर्छ यहाँ पनि यस्तो धुलो उडिरहेछ हामी मर्छौँ होला यहीँनिर पूर्णमाया कस्तो हुँदैछ हिँडेर जाँदा मजा आउँदैछ आज कस्तो भयो दिन तिम्रो भनिदेऊ न अब के गर्नु त 12 पछि 12 त सक्यो अब के गर्छौ भन पहिला जाने तिमी के गर्ने भन आज अन्तिम दिन के गर्ने तिमी अन्तिम बिदाई गर्ने अब एकचोटि अन्तिम बिदाई गर्नेछु म तिमीलाई स्कुल हेर्नु होला आज अन्तिमचोटि यहाँ नि हाम्रो स्कुलको भाइ बहिनीहरू यहाँ डुल्दैछ यतिखेर हाम्रो स्कुल अन्तिमचोटि हेर्नु होला अब कहिले आउनु पाउँदिनँ म होला अब पढिसकिहाल्यौँ अब देखेँ त्यो भाइलाई अन्तिमचोटि यहाँ हेर्नु होला हाम्रो स्कुल देखाइदिन्छु स्कुलको रोड चाहिँ यस्तो छ होइन हामी चाहिँ यहाँ स्कुल आइपुग्यौँ बल्लले हिँड्दा मरेर होइन मरेर अब घर पुग्नु अझै लाग्छ होला आधी घन्टा स्कुल हेर्नु होला वाउ स्कुल मिस यु गुड बाई स्कुल भनिदिनु पऱ्यो अन्तिमचोटि हाम्रो स्कुललाई यहाँ हेर्नुहोस् न त्यो हाम्रो आँप चाहिँ फलेको छ है यहाँ हेर्नु नि तर धेरै फलेको छैन हौ यसो आफूलाई खाने घरमा खानु चाहिँ पुग्छ यहाँ हेर्नु नि टक्लक टक्लक यत्रो भइरह तर हामी चाहिँ यो जहिले नि भातसँग अचार बनाएर खाएर सकिनु आइसक्यो काँचैमा सकिन्छ होला र आँप त धेरै पनि फलेको छैन होइन अलिअलि मात्रै फलेको छ उयो अचार खाएरै सकिसक्यो हेर्नु नि यति फलिरह उतातिर त अघि बाटोमा हिँड्दै आउँदाखेरि थोरै देखेको होइन नि आँप पुरा यत्तिकै त्यो कति धेरै फलेको हो बोटै थाम्न नसक्ने अघि बाटोमा हो माइ गड कत्रो फलेको थियो कत्रो फलिरहेको थियो आमा त झक्कै पऱ्यो हाम्रो लिची पनि छ यहाँ हेर्नु नि लिची त कस्तो हाम्रो त यति फलिरहेको थियो अरूको त पाकिसक्यो हाम्रो त हरियै छ यत्रो छ त के भएर अघि अब बाटोमा थोरै पाएको थिएन त्यो मान्छेहरू घरमा नि अब यत्रो लिची आँप देखेर लोभी लागेको थियो हाम्रोमा हेर्दाखेरि यस्तो पाएको पनि छैन यत्रो छ फलेको पनि धेरै छैन हाम्रोमा त कहिले धेरै फल्दैन त रिसै उठ्ने गरी यहाँ नि यति मात्र फलिरहेको हो खतरा साथी हो यहाँहरू नि कत्रो भ्याएको त यस्तो ठाडो पर बसिरहेको यहाँहरू नि यहाँ कत्रो टाढो पर बसिरहेको त अब गयो यो कहाँसम्म जान्छ यहाँहरू नि अम्बो कत्रो यार